हेलो एन्ड नमस्ते म अहिले चाहिँ यहाँ कहाँनिर छु भने मलाई अचम्म लागिरहेको होला होइन सो मैले जिम स्टार्ट गरेको मेरो पर्सनल लाइफमा मैले स्टार्ट गरेको भनेको यही ठाउँमा थियो यस्तो थियो मेरो जिम अगाडि आउनु खास यो मन्दिर हो होइन यो मन्दिरकै भित्र सानो एउटा जिम बनाएको थियो पहिला फ्रेन्ड्स क्लबबाट बनाएको थियो होइन सानो थियो यहाँ एकदमै हेर्नु न तपाईँको कोठा हेर्नुभयो भने पनि सानो थियो होइन यस्तो थियो यो होइन केही पनि थिएन बेन्च एकदमै ड्रमेलहरू यताउति थियो सो अनि यहाँ यता हेर्नुहोस् होइन यो चाहिँ हाम्रो पहिला चिनअपको बार थियो अहिले यस्तो भएछ यहाँ होइन चिनअप बार थियो हाम्रो यो चिनअपको बार राखेको थियो यहाँ होइन हामी बाहिर चिनअप गर्थ्यौँ यहाँ सो मेबी 1990तिरको कुरा हो क्या अरे सायद यो होइन एउटा फ्रेन्ड्स क्लबबाट गरेको चिज थियो यहाँ हामीलाई फुटबल खेलाडी र हामीले गर्दाखेरि सो यो मन्दिरको एरिया थियो होइन अनि फिटनेस जिम यहाँ थियो यो बिल्डिङ अहिले जस्ताको त्यस्तै छ यो बिल्डिङ जस्ताको त्यस्तै थियो अनि हामी जिम सिम गर्थ्यौँ यहाँ पार्टी जस्तो थियो होइन अनि हामी यहाँ बस्ने होइन अब गफसफ गर्ने मन्दिरको यस्तोतिर बस्ने हामी गफसफ गर्ने मन्दिर सेम थियो तर अहिले कलर गरेर उ है रुख यही हो होइन सो त्यति बेला म 16-17 वर्षको थिएँ होला होइन त्यति यहाँबाट जिम पछि यहाँ भजन मण्डल आयो होइन भजन मण्डल आएपछि वर्कआउट गर्ने ठाउँ यता थियो यहाँ यो देखाएको यहाँ पछि यहाँभित्र तल सार्यो जिम होइन सो तल सार्यो जिम होइन त्यसपछि तल चाहिँ हामी यताबाट जान्थ्यौँ अहिले यहाँ आउँथ्यो यहाँ यस्तो थियो होइन यहाँ ढोका थियो होइन अहिले बन्द भएको छ के भएको छ थाहा छैन यतातिर होइन यस्तो थियो यहाँनिर पनि सो अहिले म धेरै वर्षपछि यहाँ आएको छु त्यो दिन याद आउँछ होइन हाम्रो त्यति बेला न टोइलेट थियो न बाथरुम थियो न खानेपानी थियो केही पनि थिएन होइन आउँथ्यो 2-3 घन्टा साथीहरू सबै भेट नै यहीँ हुन्थ्यो हाम्रो अब त्यो साथीहरू को कहाँ पुग्यो थाहा छैन होइन एकदम मिस गर्छु यो ठाउँलाई चाहिँ नि म एकदमै होइन यो के अरे यतापट्टिको यो के अरे बस्ने ठाउँ यो मन्दिर त्यो जस्ताको त्यस्तै छ यतापट्टिको यो साइड पनि देखाइदिएको थियो त्यो पनि जस्ता त्यस्तै छ त्यहाँ मान्छेहरू बस्थे त्यता हुन्थ्यो अनि त्यो हामीले स्टार्ट गर्दाखेरि जिम यस्तो थियो होइन वर्कआउट गर्थ्यौँ हामीलाई त्यति बेला त्यही चिज रमाइलो लाग्थ्यो अब अहिले एक्सर्साइज गर्दाखेरिको धेरै इक्विपमेन्ट धेरै फेसिलिटी भइसकेको छ होइन अहिले निड पनि होला त्यो सायद इम्पोर्टेन्ट पनि होला चाहिएको पनि होला त्यो चिज होइन अब हामीले गर्दाखेरि यस्तो न पानी खानेपानी हुन्थ्यो न टोइलेट हुन्थ्यो अब भित्र आइदियो सो यस्तो थियो ल होइन अब अहिले यहाँ यस्तो छ होइन जिम हल भने यत्रै होला हाम्रो लागि यो पनि ठुलै हुन्थ्यो हाम्रो लागि अनि एक्ज्याक्ट अर्को कुरा खास के हो भने अझ मलाई अर्को एउटा सेयर गर्न मन लाग्थ्यो के थियो मान्छे भिड हुन्थ्यो क्या यस्तोमा होइन 30-35 जना हुन्थ्यौँ हामी होइन अनि कहिले काहीँ के थियो ड्रमेल गर्नलाई त ठाउँ नभएर हामी त्यो बेन्चहरू ल्याएर ड्रमेल यहाँ ल्याएर यहाँ गर्थ्यौँ हामी होइन चिनअप यहाँ गर्ने पुसअपहरू यहाँ गर्थ्यौँ हामी होइन यसरी बडी बिल्डिङमा लागेको म होइन अब अहिलेको त्यस्तो नराम्रो भन्नु खोजेको त होइन अब अहिलेको जेनेरेसनमा मान्छेहरूलाई धेरै फेसिलिटी भयो धेरै ऊ भयो पनि होइन अब आएर दुनियाँ चिजहरू हुन्छ त्यही पनि मान्छेहरू अझै नै ह्याप्पी छैनन् क्या तर हामी त्यति बेला त्यो चिजमा पनि एकदमै ह्याप्पी थियौँ बिहानै जिम आउँथ्यौँ बेलुका जिम गर्थ्यौँ अनि कहिले काहीँ केटाहरूले परबाट एउटा पसल थियो त्यहाँ चिया मगाउँथ्यौँ अनि त्यहाँ फरेचामा बसेर चिया खान्थ्यौँ बेलुका 8 बजीसम्म यहीँ गफसफ गऱ्यो बत्ती हुन्थेन होइन मोबाइलको सिस्टम थिएन त्यो अब भिन्नै रमाइलो थियो होइन ड्रमबेल पनि कहिले काहीँ त्यो कस्ने ड्रमबेल हुन्थ्यो होइन राम्ररी कस्ने झरेर लाग्थ्यो होइन यही हो ल मलाई एकदम आज एकदम याद आयो मेरो यो ठाउँ होइन आउँदै सधैँ आइरहेको हुन्छ मैले सुरु गरेको ठाउँ होइन छिर्ने मौका पाएको थिएन आज एकदमै छिर्नु मन लाग्यो यो ठाउँ कस्तो भएछ भनेर होइन सो आई मिस दिस प्लेस त्यो बचपनको साथीहरू कहाँ छन् के छन् थाहा छैन होइन यो ठाउँले नै मलाई के बडी बिल्डिङमा जन्माएको ठाउँ होइन कसरी म बिर्सिन सक्छु होइन यो ठाउँले नै मलाई यहाँसम्म पुऱ्याएको छ होइन सो आई मिस दिस प्लेस अनि यहाँ गरेको साथीभाइहरूलाई एकदम मिस गर्छु होइन कहाँ हुनुहुन्छ थाहा छैन होइन सबलाई मेरो तर्फबाट एकदम माया छ उहाँहरूलाई सम्झना छ धन्यवाद